निर्वाचनमा भाग लिने नयाँ पुराना सबै दल र तिनका बुखेचाहरू राजधानीमा रहेका आफ्नो प्राडो, पजेरो र आलिसान महलहरूलाई खन्काई गाउँ र गल्ली गल्लीहरूमा भौतारिन थालेका छन्। पहिला झै विकासका मिठा मिठा सपनाहरू, झोलाभरि विकासे योजनाहरू बोक्दै कुन ठाउँमा के कस्ता चीजको आवश्यक छ बार्दै आइपुगेका छन्। यति बेला आदिवासी सवाल अन्तर्गत पहिचानका सवाल पनि आफू निर्वाचित भएपछि र आफ्नो पार्टी सरकारमा पुगेपछि सदनबाटै लडेर भए पनि सुनिश्चित पार्न आश्वासन बार्दैछन्। यसरी राजनीतिक दलका सबै उम्मेद्वारहरू सर्वसाधारण जनतालाई झुट्टा आश्वासन बारेर हुन्छ कि फकाएर अथवा धाँधली गरेर हुन्छ, जसरी भए पनि आफ्नो पार्टीलाई बहुमत हासिल गराउने पक्षमा दौडधुप गरिरहेका छन्। जे पाए त्यही फलाक्दैछन्। कोही राष्ट्रिय ढुकुटी तथा कोही सहकारी रकम ठग्दै कुनै न कुनै तवरबाट भ्रष्टाचार गर्दै अपार धन आर्जन गर्ने महल र पजेरो प्राडोको मालिकहरू पूर्ण सियो बनेर गाउँघर आउँदैछन्, धाउँदैछन् फाली बनेर फिर्नका लागि। तर जतिसुकै ठुला आश्वासन र गफ छाडे पनि तिनीहरूसँग जनता परिचित भइसकेका छन्। अब जनताले कसलाई निर्वाचित गराउने भन्ने कुरा आफैले निर्णय गर्न सक्नु पर्दछ, किनभने आत्मनिर्णयको अधिकार सबैसँग सुरक्षित छ। आदिवासी समुदायका साझा सवाल बारे कुराहरू ती दलहरूले नउठाएका भने होइनन् आफ्नो घोषणा पत्रहरूमा। तर कतिसम्म लागू गरे त? निर्वाचित भएपछि ती दलहरूले निर्वाचित भए सत्ता भोग गरे, बस बिर्सिदिए। तर घोषणा पत्रमा उल्लेखित बुदाहरूलाई पूर्ण यसपटक पनि आदिवासीलाई भोट भई ठान्दै छन् उग्र नारा र आश्वासनका फोकाहरू बोक्दै उकाली ओह्राली गर्दैछन्। थप जानकारी र विशेष सामग्रीका लागि हेर्न सक्नुहुन्छ छाहारा साप्ताहिक।